अहिले पनि दिइरहेको छ नगएको होइन अब हामीले चाहिँ त्यस्तो गर्ने गरेको छैनौँ होइन हामीले दिने भनेको एउटा अर्डिनेचर लोन हो त्यो चाहिँ 3 महिनामा किस्ता इन्ट्रेस्ट मात्र पर्छ हजुरलाई होइन अब अर्को भनेको टर्म लोन हो जसको चाहिँ इएमआई प्लस इन्ट्रेस्ट पर्ने हजुरलाई होइन प्रिन्सिपल प्लस इन्ट्रेस्ट हजुरको प्रिन्सिपल पनि घट्दै जान्छ प्लस इन्ट्रेस्ट पनि लाग्दै जाने अर्डिनेचरकोमा चाहिँ खालि इन्ट्रेस्ट मात्र लाग्ने हजुरलाई प्रिन्सिपल घट्दैन हजुर जस्तै 20 लाखको लोन लिनुभयो 20 लाखमा 10 लाख चलाउनु भयो 10 लाख त्यहीँ छोडिदिनु भयो खातामा भने 10 लाखको लोन इन्ट्रेस्ट लाग्यो 10 लाखको परेन होइन अर्डिनेचरको चाहिँ त्यस्तो भयो टर्म लोनको चाहिँ हजुरले अब 20 लाख झिक्नुभयो हजुरले त्यो पैसा चलाउनु अथवा नचलाउनु तपाईँ हजुरको इन्ट्रेस्ट प्लस ऊ चाहिँ इएमआई बेसिसमा जाने भयो क्या कति वर्षको लाग्छ त्यो टेनर अनुसार जाने भयो होइन अब र बिजनेस लोनको लागि न्यू स्टार्टअपको लागि एकछिन म्यामसँगै कुरा गर्नु पर्ला म्यामसँग म्यामले मैले